आदरणीय जनताहरू हार्दिक नमस्कार। कार्यक्रम निगरानीमा यहाँलाई हार्दिक स्वागत छ। म गौरव जोशी। आदरणीय जनताहरू, कार्यक्रम निगरानीमा हामी राजनीतिक विषयका हरेक गतिविधिहरूलाई नियाल्ने गर्दछौँ र जस्ताको त्यस्तै तपाईको सामुन्ने प्रस्तुत गर्ने गर्दछौँ। आज देशमा शीत युद्धको लहर चलिरहेको छ। देशमा भारी सङ्कट आइपरेको छ। यी विभिन्न विकृति विसङ्गतिको चिरफाड गर्ने कार्यक्रम निगरानीमा आज हामी छौँ र आजको अतिथि हुनुहुन्छ हामीसँग सिगास गाउँपालिका वडा नम्बर 9 बैतडीमा जन्मनुभएका युवा नेता, राष्ट्रवादी नेता किशोर चन्द्रज्यू। उहाँसँग हामी प्रत्यक्ष रूपमा जस्ताको त्यस्तै कुराकानी गर्नेछौँ। उहाँलाई कार्यक्रममा ढिलो नगरी स्वागत गरौँ। हार्दिक स्वागत छ। धन्यवाद। सन्चै हुनुहुन्छ? एकदम। तपाईँ राजावादी? हजुर। खासमा चाहिँ तपाईँ राजावादी हुनुको कारण के हो? किनभने राज संस्थासँग चाहिँ हाम्रो देशको इतिहास जोडिएको छ र उहाँले हाम्रो देशलाई अहिलेसम्म बचाइराख्नु भएको छ। हाम्रो धर्म संस्कृतिलाई बचाइराख्नु भएको थियो र उहाँको हाम्रो राज संस्थाको जुन इतिहास छ हाम्रो देशलाई एकीकरण गर्नुमा छ, सबै भएको कारणले गर्दाखेरि चाहिँ म चाहिँ राजावादी हुन पुगेको। तपाईँले चाहिँ खासमा आफूलाई राजावादी किन भन्दै हुनुहुन्छ? राजावादीको अर्थ के हो? वादी भन्दा हाम्रो एउटा जस्तै हुन्छ नि राष्ट्रवादी। राष्ट्रवादी भनेपछि राष्ट्रलाई प्रेम गर्ने होइन, राष्ट्रप्रति आफ्नो दायित्व जनाउने, आफ्नो राष्ट्रप्रति प्रेम भएको, राष्ट्रप्रति एउटा जिम्मेवार व्यक्ति। राजा लिएरै छोड्नु? लिएरै छोड्ने हामी हो एकदम। अनि यत्रो सङ्घर्ष गरेर ल्याएको गणतन्त्र त्यत्तिकै तपाईँले राजा ल्याउँछु भन्दैमा चाहिँ के को सङ्घर्ष गरे? के गरे? कसले सङ्घर्ष? 17,000 मान्छेको बलिदान होइन? त्यो त 2-4 जना होइन, तपाईँको 2-4 जना व्यक्तिको स्वार्थको लागि ल्याइएको तन्त्र हो नि त यो भएको त। 3 करोड नेपाली जनताले त्यो 3 करोड जनताले ल्याएकै थिएन। कहाँ छ त्यो? तपाईँको 2-4 जनाले त्यत्रो 62-63 को आन्दोलन त्यत्रो जनता सडकमा आएको होइन? त्यति बेलाको जनआन्दोलन के थियो भन्दाखेरिमा तपाईँको देश राष्ट्र बनाउने भएको भए त अहिलेसम्म बनिसक्थ्यो नि तपाईँको। किनभने त्यो चाहिँ एउटा 4-5 केही व्यक्तिले मेन जो अहिलेका टाउकेहरू छन् नि, तिनीहरूले आफ्नो स्वार्थको लागि चाहिँ जनतालाई भ्रम पार्यो होइन, जनतालाई मतलब भनौँ एउटा फकाइफुल गरेर चाहिँ आफ्नो स्वार्थको लागि ल्याएको तन्त्र हो नि त। उनीहरूले र विदेशी दललाई विदेशीबाट आएको तन्त्र हो यो चाहिँ। भनेपछि जनताको लागि होइन, जनतालाई। जस्तै अहिले तपाईँको हाम्रो के छ भनेपछि अहिले जस्तै यो गणतन्त्र छ नि त, यसमा राजाको ठाउँमा को बसेको छ? राष्ट्रपति बसेको छ नि त। राष्ट्रपति भनेको एउटा के हो भने एउटा पार्टीको हो नि त। ऊ त कहिले एमालेको बनाएको छ, कहिले काङ्ग्रेसको, कहिले माओवादीको। यसरी भनेपछि ऊ त जनताको त भएन नि त, ऊ त पार्टीको भयो नि त। अहिले हेर्नु तपाईँको मुख्य के भन्छन् हाम्रो देशको जो चाहिँ मुख्य ऊ छ नि त हाम्रो ठाउँ छ, त्यो ठाउँमा चाहिँ पार्टीकै बसेको छ नि त। अनि त्यो पार्टीको बसेको भएको कारणले गर्दाखेरि चाहिँ उनीहरूले चाहिँ जनताको हेर्दैनन् कि आफ्नो पार्टीको स्वार्थको लागि, आफ्नो पार्टीको कार्यकर्ताको लागि हेर्ने हो नि त उहाँहरूले त। भनेपछि अब राष्ट्रपतिको ठाउँमा राजा बस्छ। अनि अरू प्रधानमन्त्री मन्त्री हुने सिस्टम यही दलीय हुन्छ? त्यो दलीय भन्दा नि अहिलेसम्म हाम्रो सोच अथवा जो पनि राज संस्था प्रति होइन ऊ हुनुहुन्छ, मतलब नजिक हुनुहुन्छ पार्टीहरू चाहिँ रापरपा चाहे जो अन्य दलहरू पनि, उहाँ हाम्रो के छ भनेपछिमा कार्यकारी प्रधानमन्त्री हो के, जनताले चुनेको के। जस्तै अहिलेसम्म के छ भनेपछिमा प्रधानमन्त्री चाहिँ सांसदले चुन्ने के। सांसद भनेको चाहिँ के हो? 8-10 जना 15-20 जना जति पनि होला होइन, उहाँलाई चाहिँ पैसा दिएर अथवा त्यसरी बनेको प्रधानमन्त्री हो नि त होइन। जनताले बनाउने भनेको प्रत्यक्ष जनताले भोट हालेर तपाईँको चाहिँ हुनु पर्यो के। प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री हुने, राष्ट्रपतिको ठाउँमा राजा हुनु पर्यो। अनि कतिको सम्भव छ यो? सम्भव छ, किन छैन? जस्तै तपाईँ हामी सबै होइन, सम्पूर्ण अब हाम्रो देशको जनताले, युवा नयाँ पिँढीले बुझ्न जरुरी छ कि। किनभने राज संस्था चाहिँ हाम्रो चाहिँ एउटा धर्म संस्कृति जोगाउने, गणतन्त्रले पनि त विकास भएकै छ नि त। अहिले गाउँ गाउँमा चाहिँ सिंहदरबार छ, घरमा चाहिँ रोड पुगेको छ। त्यही छ नि त। राजाको पालामा थिएन नि त यस्तो। हो, किन भइरहेको थियो? राजाको पालामा यत्रो धेरै ऋण पनि थियो नि त, विदेशबाट ऋण ल्याउने होइन। जस्तै तपाईँको उदाहरणको लागि होइन, जस्तै 100% बाहिरबाट पैसा लिएर आउने, गाउँमा विकास चाहिँ कति हुन्छ तपाईँको 20% हुन्छ, बाँकी 80% कसले खान्छ थाहा छ नि? जनताहरूले, जनताले त पाउँदैन, बिचको नेताको झोलेहरूले त खान्छ। अनि त्यो विकास भएको मान्ने हामीले ऋण हेर्नु कति छ एकजनाको टाउकोमा, कति पुगेको छ अहिले? भनेपछि गणतन्त्रले चाहिँ विकास गर्न सकिरहेको छैन? बिल्कुल छैन। तपाईँले भन्न खोजेको चाहिँ गणतन्त्रले विकास गर्यो भने ऋण ल्याएर विकास हो, ऋण ल्याएको त्यो त त्यस्तो त राजाले पनि गर्न सक्नुहुन्थ्यो नि त। तर राजालाई के थियो भने आफ्नो देशप्रति धेरै माया थियो नि त उहाँलाई। किनभने त्यसै ऋण ल्याएर अथवा अर्कोबाट ऋण ल्याउँदै यहाँ विकास गर्दै गरे हुँदै पहिले पनि भएन। अहिले यस्तो छ नि त, राजाहरूमा पनि चाहिँ आफ्नै दाइलाई मार्ने, भाइलाई मार्ने, बुवा समेत मार्ने, यस्तो विभिन्न घटनाहरू सरासर भने नि। जो अहिलेको दिनमा राजाले नै या अहिलेको राजा भनेको ज्ञानेन्द्र नै हो होइन?
अहिले त्यहाँ गरिबको छोराले पनि राष्ट्रपति हुनु पाएको छ, प्रधानमन्त्री हुनु पाएको छ, मन्त्री हुन पाएको छ हैन। पहिला पनि भइरहेको थियो, पहिला किन नभइरहेको थियो, पहिला पनि भइरहेको थियो नि त। दलितको छोरा नेपाल प्रहरीको आइजिपीमा हुनुहुन्थ्यो, यहाँ के मन्त्री प्रधानमन्त्री मन्त्री पद खाएकै थियो नि त पहिला पनि। राजाको बेलामा थिएन नि त। भनेपछि राजा आएपछि यो सिस्टम रहिरहन्छ, मन्त्री हुने प्रधानमन्त्री हुने एउटा गरिब छोराले पनि हुन पाउँछ पहिला पनि पाइरहेको थियो, अहिले पनि पाउँछ। भनेपछि के लाग्छ तपाईँलाई, साँच्चीकै राजा फर्किला त? फर्किन्छ, अवश्य फर्किन्छ। पूर्ण रूपमा विश्वस्त हुनुहुन्छ राजा फर्किन्छ? अवश्य अवश्य हामी विश्वस्त छौँ र यसमा हामीहरू लागि गरेका छौँ। सबै अब आउने पिँढीहरूले पनि बुझ्नु जरुरी छ। हामी एउटा कुरा बताउनुहोस्, राजासँगै तपाईँ चाहिँ हिन्दू धर्मको पनि वकालत गर्नु हो। हाम्रो हिन्दू धर्म के भन्छ, हिन्दू धर्म भएको देश हो नेपाल होइन। एउटा मात्र दुनियाँको एउटा एक मात्र हिन्दू राष्ट्र भनेर नेपाललाई चिनिन्थ्यो होइन। अहिले धर्मनिरपेक्षता गरियो, त्यो गरेर हामीलाई के पाइयो? एउटा कुरा बताउनुहोस्, अहिले चाहिँ धर्मनिरपेक्ष देश होइन, हाम्रो देशमा एउटै हिन्दू धर्म मात्रै छैन नि त, अरू धर्मका मान्छेहरू पनि बसोबास गर्छन् होइन। भोलि हिन्दू धर्म भएपछि अन्य धर्मका मान्छेहरूलाई पनि त मार पर्छ नि। त्यो तपाईँको भनेको कुरा चाहिँ ठिक हो होइन। तर के हो भन्दाखेरिमा अहिले ल तपाईँ कुनै पनि देशमा हेर्नुहोस् होइन, जहाँको पब्लिसिटी त बढी छ नि त, जनसङ्ख्या जहाँको बढी हुन्छ नि त, त्यो ठाउँमा त्यही अनुसार त त्यो राष्ट्रलाई चिनिन्छ नि त। जस्तै साउदी अरबमा जानु, उता जानु होइन, त्यहाँ मुस्लिम बढी छ, मुस्लिमको कन्ट्री भनेर भनिन्छ। भनेपछि हाम्रो त झन् कति 83% भन्दा पनि माथि भएको जनसङ्ख्या भएको हिन्दू राष्ट्र, हिन्दू जनसङ्ख्या भएको देश हो नि त। अनि के हामीले अनि हिन्दू राष्ट्र नभन्न पाउने यसलाई? हिन्दू राष्ट्र भएपछि अन्य धर्मलाई चाहिँ भोलिको दिनमा हिजोको दिनमा के थियो, कुनै हेर्नु त धर्मको रूपमा युद्ध भएको हिजोको दिनमा भएको थियो कि आजभोलि भइरहेको छ? तपाईँ धर्मको नाममा युद्ध, आज विश्वमा धर्मकै नाममा युद्ध भइरहेको छ। तर नेपालको कुरा गर्नु, नेपालको इतिहास हेर्नु नि तपाईँ। नेपालको इतिहासमा अहिलेसम्म आजसम्म मतलब अहिले विगत केही वर्षदेखि यता भइरहेको थियो कि धर्मनिरपेक्ष गरेदेखि चाहिँ बरु होइन कुनै ठाउँमा हस्पिटल बनाउँछ भनेर चर्च बनाउने कार्यक्रम चलिरहेको छ, यस्तो यस्तो गतिविधि चलिरहेको छ नि त। बाहिरको डलर खाएर यस्तो हो नि त, भोलि झन् बढ्दैन, किन बढ्दैन? सबले त्यो स्वीकार गरिसकेको छ नि त। नेपाल स्वीकार गर्दैन नि। तपाईँ जानु त ल, अधिकांश मुस्लिम दाजुभाइहरू कहाँ जानु होइन, अथवा अरू अन्य धर्मावलम्बीको कहाँ जानु होइन, उहाँले के भन्छन् भने हिन्दू राष्ट्र जो थियो त्यो ठिक थियो, अहिले यो होइन निरपेक्ष गरेर होइन हामीलाई पनि चाहियो 2% भने पनि हामीलाई पनि हाम्रो पनि अधिकार चाहियो ठुलो भन्ने होइन, अर्कोले भने त्यही धर्म हुन्छ। यस्तो हो कि तपाईँहरूले चाहिँ धर्मलाई राजनीतिमा किन जोड्नुहुन्छ? धर्म बिना राजनीति पनि त सफल छैन नि त। धर्म बिना राजनीति सफल छैन। धर्म बिना मान्ने के हो? धर्मको मूल आशय के हो? धर्म भनेको हामी जस्तै म हिन्दू धर्म होइन, मेरो धर्म नै छैन भने के अस्तित्व रहेछ मेरो? रहेको त धर्म। भारत पनि हिन्दू देश हो। भारत त्यो अब उहाँहरूको माथि जान्छ होइन। अब त्यहाँ पहिला भारतले हामीले किन उचाल्ने? भारतले हामी उचाल्नेहरूलाई उचालिसक्यो। उचालेर त यो जो पहिला उचालेको थियो नि त, आजभन्दा सङ्कटकाल आउनुभन्दा अगाडि उचालेर त देशको हालत भयो नि त। अहिले होइन, भारत पनि हिन्दू राष्ट्र नेपाल चाहन्छ या चाहँदैन? त्यो त अब त्यो भारतको विषय कुरा। भारतबाट भारतको एजेन्टको किन होइन? र त अहिलेका यो जो रहरूले त अहिलेको जो यो गणतन्त्रका जो मुख्य स्थानमा बस्नु भएको छ नि, आइजिडी जो पनि माथिको छ नि त, पुलिस प्रशासनदेखि लिएर तिनीहरू रहहरूले पो यहाँ चलाइरहेको छ अहिले त। असली तपाईँ चाहिँ होइन, हामी किन हुनु? हामी त राष्ट्रवादी हो, हामी त राष्ट्रको लागि परिचालित हुनु छैन। तपाईँ राजा ल्याएपछि देश विकास हुन्छ भन्ने पक्षमा हुनुहुन्छ? देश विकास मात्रै होइन, हाम्रो देशमा शान्ति सुख शान्ति जो थियो नि त त्यही किसिमको हुन्छ क्या। पहिला हेर्नु न, यो गणतन्त्र ल्याएर के गर्दै यत्रो होइन, यत्रोजनालाई मारे होइन, गरिबको छोरालाई जङ्गल बसाए, जङ्गल पढ्दै गरेको विद्यार्थीलाई उठाएर लगेर गए, कतिलाई अनाथ बनाए, कतिलाई टुहेर बनाए। राजाको बारेमा पनि बोल्न पाइँदैन नि त, नबोलेर अनि यो सबै कुरा भयो त। रेडियो नेपालको स्थापना कहिले भयो? त्यो कोही बोल्ला जनताको आवाज आउला भने त्यो रेडियो नेपाल स्थापना गरेको थियो। विभिन्न कार्य यत्रो कल कारखानाहरू गरेको थियो राजाले। राजा महेन्द्रको पालामा हेर्नु यत्रो कल कारखाना थियो, उद्योग धन्दा थियो। अहिले खै तिनीहरू कहाँ छन् त? सब दलालहरूले खाए। अझ पनि तपाईँहरू भन्नुहुन्छ कि नै गणतन्त्र नै सही छ, राजतन्त्र ठिक छैन भनेर भन्नुहुन्छ। हामी कसरी मान्ने? भनेपछि राजतन्त्र नै ठिक छ तपाईँ? एकदम राजतन्त्र ठिक। भोलि राजा आएपछि तपाईँ वैधानिकको लागि के गर्नुहुन्छ? हामी आफ्नो ठाउँ देशको लागि के गरौँ होइन, विकास कसरी हुने हो हाम्रो होइन। हजारौँ युवाहरू विदेशीका छन्, उनीहरूलाई कसरी हाम्रो नेपालमै केही रोजगारी दिलाउन सकिने हो, दिन सकिने हो, त्योतर्फ जान्छौँ हामी। हाम्रो ठाउँको विकास कसरी हुने हो त्यो ठाउँमा जान्छौँ हामी। कसरी हुन्छ तपाईँको ठाउँको विकास? हामी त्यही भने नि, सर्वप्रथम व्यवस्थामा बसेका मान्छेहरू भ्रष्ट हुनु भएन। अहिलेका जो व्यवस्था छ होइन, म यो व्यवस्था गलत छ भन्दैन क्या, यो व्यवस्था चलाएका मान्छेहरू पनि भ्रष्ट हुनुहुन्छ क्या। हेर्नु अहिले मान्छे हाम्रो युवाहरूलाई बेचेर दैनिक 50 लाख कमाएका छन्। 50 लाख भने यहाँ हो, हामीलाई कमाउनु त्यति कति टाइम लाग्छ तपाईँले थाहा नै होला होइन।
देशको हाम्रो देश नेपालको गृहमन्त्री लगायत प्रधानमन्त्री यस्तो यस्तो ठुल्ठुलो घटनाहरूमा मुचिन्छन् भने सामान्यको के कुरा गर्नु तपाईँ? अहिले त हाम्रो वडादेखि लिएर केन्द्र प्रदेश केन्द्रसम्म भ्रष्टाचार भइरहेको छ। भोलि राजा आएपछि यस्तै स्थानीय सरकार हुने प्रदेश हुने यस्तो हुन्छ कि हुँदैन? त्यो हामीलाई त यो प्रदेश चाहिएको होइन। हेर्नुहोस्, प्रदेशले हामीलाई धेरै घाटा गरिरहेछ। किन सरकार त हुन्छ, स्थानीय त एउटा स्थानीय चाहिँ हुनु पऱ्यो होइन। जस्तो पहिला गाविस चलिरहेको थियो होइन, त्यो आधारमा हुनु राम्रो हो होइन। किनभने स्थानीयलाई के सानोतिनो कामको लागि माथि जानुपर्छ, त्यो भएको कारणले गर्दाखेरि स्थानीय तह चाहिँ हुनुपर्छ। त्यो प्रदेश चाहिँ हामीलाई त्यो बेकार हो कि त्यो खालि त्यो अहिलेको नेताहरूले के गरिरहनु भने जुन नेतालाई माथि अटाउने ठाउँ भएन तिनीहरूलाई चाहिँ तल मेलोमिला उसमा गरेर तिनीहरूलाई सान्त्वना दिने हिसाबले प्रदेश खोल्या यिनीहरूले होइन। तर तपाईँ पक्का ढक्कु हुनुहुन्छ कि राजा आएपछि देशको विकास हुन्छ, समृद्धि हुन्छ। हामी सङ्घर्षमा लागेको कहिले आउँछ यतिसम्म यो हामी कन्फर्म चाहिँ भन्न सक्दैनौँ होइन। तर हामी यसरी नै निरन्तरता दिइराख्यौँ भने राजाको नाममा चाहिँ उग्रो आन्दोलन नगर्ने। अस्ति चाहिँ तपाईँको आन्दोलनमा त्यो पत्रकार समेत जलेर मरे होइन। त्योभित्र पनि यस्ता कार्यहरू किन गर्नुहुन्छ तपाईँ चाहिँ? हाम्रो राष्ट्रवादी हामीले गरे होइन नि त। त्योभित्र तपाईँको आन्दोलनमा त्योभित्र पनि त बाहिरको यिनीहरूकै झोली नेताहरूको जो पनि होइन कार्यकर्ताहरू आएर त्यहाँ उग्रमा छ नि त। के छ त्यस्तो आन्दोलन तपाईँको हो नि, तपाईँको छ नि। त्यही त गरिरहेको थियौँ हामी होइन। भन्नु त राष्ट्रिय गीत गाउँदै गर्दाखेरि होइन आँसु ग्यास हान्ने अनि यस्तो प्रक्रिया अनि गऱ्यो भने के गर्नुहुन्छ भन्नु त? ल भनेपछि तपाईँलाई चाहिँ त्यहाँ भड्काएको हो कि त्यहाँभित्र बाहिरको मान्छे यिनीहरू होइन। भड्काएपछि पनि मान्छेको ज्यान त जाने गरी तपाईँले पनि नगर्नु पर्ने नि। हामीहरू त शान्तिपूर्ण गरिरहेको थियौँ नि त। शान्तिपूर्ण गरेर मान्छे कसरी मर्यो? त्यही तिनीहरूकै मान्छे आएर त्यहाँ होइन घुसपेटी भएर पनि तपाईँ होइन घुसपेटी भएर तिनीहरूले यस्ता अराजक कामहरू गर्ने त होइन। त्यो स्पष्ट छ नि त्यहाँ देखेको। किनभने त्योभित्र पनि घुसपेटी भएको छ। घुसपेटी बाहिरको मान्छे आएर यो राजावादी राष्ट्रवादीहरूलाई अथवा यो यिनीहरूलाई कसरी राष्ट्रवादीहरूलाई कसरी उ गर्ने होइन, यिनीहरूको आन्दोलनलाई भड्काउने, कसरी यिनीहरूलाई कमजोर गर्ने भनेर पो त्यहाँ घुसपेटी गरेर त्यो षड्यन्त्र गराएका हुन्। र त्यसको निष्पक्ष हामीलाई आशा छ होइन। त्यो उच्च न्यायालयमा होइन हाम्रो राजा आउने पक्का हो, पक्का हो। सबैले बुझ्नुपर्छ, कन्फर्म हो। सबैले बुझ्नुपर्छ हाम्रो के आजभोलिको हाम्रो कहाँ गइरहेछ। हाम्रो युवाहरू कति विदेशमा पसिना गइरहेछन् होइन, कति मिहिनेत गरेर कति राजा आएपछि भोलि युवाले विदेश जानु पर्दैन। त्यो एकैछिन त हामी भन्न सक्दैनौँ। तर बिस्तारै त्यो के हो कि हाम्रो विकासको बाटो चाहिँ हामीले अवश्य आउँछ भन्ने हामी ढुक्क छ त्यसमा। ओके, धेरै हामी कार्यक्रमको अन्त्यतिर छौँ र अन्त्यमा के भन्न चाहन्छु? म के भन्न चाहन्छु भने हाम्रो जति पनि अहिलेका नयाँ युवा साथी दाजुभाइहरू छौँ, राष्ट्रवादी साथीहरू होइन, यो पार्टीका झोले नेता होइन झोलेहरू हुनुभन्दा एउटा राष्ट्रवादी बन्नुहोस्। हामी जस्तो युवाको खाँचो छ अहिले देश बनाउनलाई। हामी यो पार्टी त्यो पार्टी होइन, कहिले कसैले राप्रपा भनेको छ, कसैले माओवादी, कसैले काङ्ग्रेस, कसैले स्वतन्त्र भनेको छ, त्यतातर्फ नगइकन होइन हामी चाहिँ राष्ट्रवादी बनाऊँ होइन। र राष्ट्रलाई कसरी हामीले अगाडि बढाउने, हाम्रो हुनसक्ने योगदान के हो त्यो प्रत्येकले आफ्नो एउटा जिम्मेवार भएर होइन त्यसअघि बढ्न म अनुरोध गर्छु सम्पूर्ण युवा साथीभाइहरूलाई, जो पनि यो देशको सचेत नागरिक हुनुहुन्छ उहाँहरू सम्पूर्णलाई। धेरै धेरै तपाईँको अमूल्य समयको लागि धेरै धेरै धन्यवाद।